तपाईहरुलाई फेसबुक प्रोफाइलको नाम र पासवर्ड कसरी चेन्ज गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। त्यसको लागि स्क्रिन शेयर गर्न चाहे। तपाईहरुले यहाँ देख्नुहुन्छ धेरै अप्सनहरु। त्यसमा तपाईहरुले प्रोफाइल नेम चेन्ज गर्नुपर्ने भएको कारणले सबैभन्दा पहिले तपाईहरु यहाँ फेसबुक भन्ने आफ्नो अप्सनमा जानु होला। फेसबुक भन्ने अप्सन देख्नुहुन्छ तपाईहरुले। फेसबुक भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरु यहाँ देख्नुहुन्छ तपाईहरुले मेसेन्जरको मुनि प्रोफाइल पिक्चरको नेम छ जुन राइट साइडपट्टि प्रोफाइल पिक्चरमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि तपाईले सर्चको आइकन देख्नुहुन्छ। त्यसको छेउमा रहेको सेटिङको आइकन देख्नुहुन्छ। त्यहाँनिर तपाईहरुले क्लिक गर्नु होला साथीहरु। सेटिङको आइकनमा क्लिक गरिसकेपछि साथीहरु तपाईले यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। यहाँनिर रहेको छ तपाईको मेटा एकाउन्ट सेन्टर भन्ने। त्यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ तपाईले। यहाँबाट तपाईले आफ्नो सबै पर्सनल डिटेल्सहरु चेन्ज गर्न सकिन्छ। यहाँ तपाईहरुलाई सबैभन्दा मैले पासवर्ड कसरी चेन्ज गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। यो पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरु चेन्ज पासवर्ड भन्ने अप्सन देख्नुहुन्छ। चेन्ज पासवर्डमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि यो फेसबुक भन्नेमा क्लिक गर्नु होला। फेसबुकमा क्लिक गरिसकेपछि साथीहरु यहाँ करेन्ट पासवर्डमा तपाईले पहिले पुरानो पासवर्ड हाल्नु होला। यो न्यू पासवर्डमा नयाँ पासवर्ड हाल्नु होला। रिटाइप न्यू पासवर्डमा पनि त्यहाँ त्यही सेम पासवर्ड हाल्नु होला। त्यो हाल्दै तपाईको WhatsAppमा एउटा मेसेज आउँछ। त्यो मेसेज आएर कन्फर्म गर्नु होला साथीहरु। मैले चाहिँ अहिले चेन्ज नगर्ने भएकोले त्यो अप्सन मैले त्यतिकै छोड्दिएँ। तपाईहरुले त्यो यहाँ कोड देखाइसकेको छ। यो कोड हालेर कन्फर्म गर्नुभयो भने त्यो चेन्ज हुनेछ। फेरि तपाईहरु त्यसको लागि यो ब्याक आउनु होला मेटा एकाउन्ट सेन्टरमा। त्यहाँ आइसकेपछि तपाईहरुले आफ्नो प्रोफाइलको नेम चेन्ज गर्नलाई ब्याक आएर मेटा एकाउन्ट सेन्टरमा आउनु होला। त्यहाँ आइसकेपछि साथीहरु मेटा एकाउन्ट सेन्टरमा क्लिक गर्नु होला। मेटा एकाउन्ट सेन्टरमा क्लिक गरेपछि साथीहरु यो प्रोफाइल भन्ने छ माथिबाट। यो प्रोफाइल भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरु इन्स्टाग्राम फेसबुकको अहिले हामी नेम चेन्ज गर्नु भयो। फेसबुकमा गए। फेसबुकमा गएर त्यहाँ नेममा जानु होला। नेममा गइसकेपछि यो माथि फर्स्ट नेम लास्ट नेम हाल्नु होला। तपाईहरुको मिडल नेम छ भने मिडल नेम पनि हाल्न सक्नुहुन्छ। फर्स्ट नेम मिडल नेम लास्ट नेम हाल्छ। यहाँ तपाईले रिभ्यू चेन्जमा क्लिक गर्नु होला। रिभ्यू चेन्जमा क्लिक गरिसकेपछि तपाईले माथि यात्रा असफल यात्रा देखाइरहेछ। तपाईले जुनमा पनि चेन्ज गर्न पनि सक्नुहुन्छ। सेभ चेन्जमा क्लिक गर्नु होला। सेभ चेन्जमा क्लिक गरेपछि तपाईहरुको यहाँ सक्सेसफुल भनेर देखाउने साथीहरु हेर्नु होला। एकैछिनमा सक्सेसफुल मेरो नेम अपडेट सक्सेसफुल भइसकेको छ साथीहरु। भिडियो कस्तो लाग्यो साथीहरु? मन पर्यो भने एक लाइक एक शेयर गर्न नबिर्सनु होला साथीहरु। भिडियो हेर्नु भएकोमा धन्यवाद साथीहरु। नमस्कार।